welcome back my new mini vlog. So guys, boys को रूम का हालत चाहिँ देख्न सक्नुहुन्छ कस्तो बर्बाद छ हाम्रो केटाहरुको जोडी हो केटाहरु यस्तो मलाई गाडी मार्दै सफा हालेको यस्तो जति चारा छ 10 मिनेट हेर्दैन लुगाहरु हेर्न सक्नुहुन्छ सो गाइस देख्न सक्नुहुन्छ चाटाकचिटी मिलाइसके साथीले हैन सो देख्न सक्नुहुन्छ ड्रेस सब चाहिँ म चाहिँ स्कुल ड्रेसमै गएको छु हो कम्पार्टमेन्ट गर्नु हिजो रातभरि पढाइ भएको छ हल्का हैन 12 बजेसम्म पढेको छ सो आज चाहिँ मजाले लेख्ने हो त्यही हो गाइस अब चाहिँ हामी निस्किन आँटेको विक्रम चाहिँ गयो अनि यहाँ वाइट छ सो हाम्रो ब्यागहरु प्याक भइसक्यो आज चाहिँ हामी चेक आउट गर्नेवाला छु यो रुमदेखि पनि हो सो लेट्स गो गाइस सो हामी चाहिँ एक्जाम हलको पट्टि जाँदैछौँ म हेलो गाइस हेलो सो बवाल छ गाइस आज हैन आज केटाहरु एकदम मजाले गर्ने राम्रो गर्ने गाइस हामी चाहिँ हल्का घुम्न निस्किरहेको छौँ हैन केटाहरु सबै रोमा बढ्दा छैन ठल टालेको हैन देन हामी चाहिँ घुम्न निस्केको बाहिर सो एकछिन घुमेर चाहिँ हामी देन खाजासाजा हुन्छ त्यहाँदेखि उता चाहिँ हामी एक्जाम हलमा पस्छौँ देन के हुन्छ बट आज हामी आजै फर्किनेवाला छौँ हैन सो रास्ता पनि गाइस बबल होगा भ्लग ठिकै मिनी भ्लग बबल होगा हेलो व्हाट्स अप गाइस यहाँ हेर्नुस् गाइस गाइस हामी चाहिँ यहाँ खाजा खान आइरहेको छु देख्न सक्नुहुन्छ अहिले फिलहाल यहीँ छौँ हैन सुइसुमबाट रोकमेन्ट स्टेसन त्यहाँ हामी तल जानेवाला छौँ गाइस हामी चाहिँ अहिले मोमो खान आँटेको भेज मोमो मात्रै रहेछ चिकन होइन रहेछ गाइस फाइनली मोमो आइपुग्यो तातो तातो आउँछ तर छिटो छिटो चिसो भइहाल्छ हो यहाँ चाहिँ वेटरको कारणले क्राउड भेट्छ गाइस नि हुन्छ क्या मैले एक्सपेक्ट गरेको थिइनँ गाइस यतिजना कम्पार्ट हुन्छ भनेर अन्त एक्जामको बाहिर गाइस यो चाहिँ युट्युब च्यानल खोजेर प्रिपरेसन गर्दैछ गाइस हामी चाहिँ एन्टलदेखि हामी एक्जाम गरेर सिधा माथि आयो भ्लग पनि बन्नु पाएन निस्केको पनि किनभने अलिकति हतार थियो होइन हामी चाहिँ रुम चेकआउट गर्नुपर्ने थियो त्यसले गर्दा सो अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ फर्स्ट खानासाना खाए हुन्छ त्यहाँदेखि हामी घरतर्फ चलिन्छ किनभने पुरा भोक लाग्यो क्या त्यसले गर्दा सो हेलो व्हाट्स अप गाइस तो हम लोग अभी घर जा रहे हैं चलो